सरोज सर नमस्कार। नमस्कार। अनि आज कहाँको यात्रा थियो? आज यात्रा चाहिँ हाम्रो दोलखा भीमसेन दर्शन गर्ने यात्रा थियो। कहिले आउनु भएको तपाईहरु? हिजो आएर बिहान हामीले दोलखा भीमसेन दर्शन गरियो। हजुर हजुर। दर्शन गर्ने क्रममा चाहिँ हामी खरीढुङ्गामा साथीभाइ भेटघाट गरेर चाहिँ यसो रमाइलो गर्ने, हजुर साथै रमाइलो गरेर अनि हामी काठमाडौँ प्रस्थान गर्ने भन्ने एउटा चाहिँ सबैजना साथीभाइहरू चाहिँ भेला भएर रमाइलो गर्ने अवसर यहाँ मिल्यो। हजुर हजुर। अनि मन्दिर दर्शन गरियो? मन्दिर दर्शन गरियो। कुन मन्दिर? कालिम्पोङ कि दोलखा भीमसेन? दोलखा भीमसेन। अनि के माग्नु भयो त त्यहाँ बर? अब मैले चाहिँ यो एउटा नेपालको राजनीतिक अस्थिरता यस्तो छ, एकदम चाहिँ एउटा थायी रूपले चाहिँ राजनीतिक स्थायित्व कायम होस् भन्ने चाहिँ एउटा कामना गरेँ। साथै हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामी छाने जुन अहिले जेलमा हुनुहुन्छ, यी सामन्तवाद नोकरशाही दलाल पुँजीवादीहरूले चाहिँ एउटा नयाँ जन्मिँदै गरेको एउटा चाहिँ पुस्तालाई कसरी दबाउन सकिन्छ, कसरी दमन गर्न सकिन्छ भन्ने एउटा चाहिँ हेतु राखेर चाहिँ उसलाई अब विभिन्न लोभ लालच गराएर विभिन्न प्रलोभन देखाएर उसलाई चाहिँ जेलमा थुनिने चाहिँ एउटा चाहिँ वातावरण क्रिएट गरियो। यो चाहिँ हाम्रो एकदम भर्सना छ। साथै रवि जेलबाट निस्किउन्, देशमा एउटा स्थायित्व हाम्रो आशा लाग्दो नेता बनुन् भन्ने कामना मैले दोलखा भीमसेनलाई गरेँ। अनि तपाईलाई राजनीतिप्रति यति धेरै आस्था रहेछ, राजनीतिप्रति यति सचेत हुनुहुँदो रहेछ, के हो तपाईँ राजनीति पार्टीमा लागिसक्यो हो कि? यस्तो हो तपाईको, अब मैले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता हो तपाईँ? होइन, कार्यकर्ता भन्न मैले एउटा पार्टी सदस्य पनि ल्याएको छैन, किनभने मेरो एउटा नेकपा एमालेको चाहिँ पृष्ठभूमि चाहिँ मेरो मैले पारिवारिक पृष्ठभूमि चाहिँ मैले बुझिकन चाहिँ मेरो बुबा पनि 2054 सालको उपाध्यक्ष हुनुहुन्छ नेकपा एमालेको, त्यहाँबाट नै मैले गाविस उपाध्यक्ष तपाईँको मैले चाहिँ त्यहाँबाट पनि मैले लगभग 54 सालमा मैले क्याप टोपी लगाएको, या अहिले पनि झल्को आउँछ मलाई, सूर्य चिन्ह लाग्यो, नेकपा एमाले जिन्दाबाद भन्दै हिँडेको थिएँ मैले। हजुर। त्यो बेलाको परिस्थितिमा मैले एमाले एकदम सही पार्टी, सक्षम पार्टी, एउटा नेतृत्व गर्न सक्ने पार्टी, मैले पनि बाबुको पिँढो थाम्नुपर्छ भनेर राजनीतिक एउटा थोरै भए पनि जति बुझेको थिएँ त्यति आस्था गर्दै पनि हिँडेको हो, मैले नहिँडेको होइन। तर अहिले आएर चाहिँ यो तपाईलाई मैले रोकेँ, पार्टी खराब कि नेतृत्व खराब? एमालेमा नेतृत्व खराब। पार्टी त सबै आफ्नो सिद्धान्तमा पार्टी भनेको सबै आफ्नो सिद्धान्तमा आधारित छन्। जस्तो नेपाली काङ्ग्रेस बीपीको सिद्धान्तमा हिँडे आहा कस्तो बन्छ देश। अब नेकपा एमाले तपाईँको मदन भण्डारीको सिद्धान्त, तपाईँलाई अहिले एमाले एउटा चाहिँ उसको सिद्धान्तमा, कम्युनिस्ट सिद्धान्तमा हिँडेन भन्ने लाग्छ? एकदम यो चाहिँ एकदम दलाल, एकदम चाहिँ नोकरशाही, एउटा सामन्तवादी पार्टी हो भन्ने मलाई लाग्छ। त्यो चाहिँ श्रेय कसलाई जान्छ भन्नुहुन्छ भने नेकपा एमालेको तपाईँको चाहिँ यो के अरे श्रद्धेय अध्यक्ष एउटा केपी ओली प्रमुख भए। हजुर, पार्टी अध्यक्ष केपी ओली भयो। अनि एउटा छ नि त्यो भ्यागु